ब्रेकपछि स्वागत छ। तपाईं प्राइम स्टोरीमा हुनुहुन्छ र आज हामी चर्चा गरिरहेका छौं गौतम बुद्धको बाल्यकाल र किशोरावस्थाका बारेमा जान्ने नयाँ प्रयासको बारेमा। गौतम बुद्धको जीवनीका बारे थुप्रै अनुसन्धान भएका छन्। शताब्दीौंदेखिको प्रयासमा नयाँ अध्याय थपिने विश्वास लिएको छ। तिलौरा कोटमा जारी उत्खननले गौतम बुद्धका बारे थप जानकारी दिलाउने जानकारहरूको भनाइ छ। यो तिलौरा कोट बारे यस अघि पनि अन्वेषण नभएका होइनन्, तर अघिल्लो अन्वेषणहरूले सत्य सार्वजनिक गर्न सकेको थिएन। सन् 1899 मा पीसी मुखर्जीले अन्वेषण र उत्खनन, 1962 मा भारतीय पुरातत्वविद देवला मित्राले उत्खनन गरेकी थिइन्। देवला मित्राले गरेको उत्खननका क्रममा यस क्षेत्रका धेरै प्राचीन वस्तुहरू हराएको बताउने गरिन्छ। उनले तयार पारेको प्रतिवेदनले सत्य खोतल्न समेत सकेन। उत्खननका क्रममा तिलौरा कोटमा ईसापूर्व 200 शताब्दीको मानव बस्ती रहेको भन्ने झुटा विवरण दिइएको थियो। तिलौरा कोटमा इट्टाका संरचनाहरू मात्र फेला परेकाले तिलौरा कोट नै प्राचीन कपिलवस्तु नभएको प्रतिवेदन तयार पारिएको थियो। जानकारहरूका अनुसार त्यस बेलाको अन्वेषण सतही मात्रै थियो, जसको कारण धेरै विषयहरू सार्वजनिक नै भएनन्। देवला मित्राले तयार पारेको भन्दा धेरै फरक प्रतिवेदन सार्वजनिक हुने अपेक्षा गरिएको छ। पछिल्ला वर्षहरूमा गरिएका अन्वेषणले नयाँ नयाँ तथ्य सार्वजनिक भइरहेको छ। विगतमा दरबार क्षेत्रको वरिपरि 800 मिटर बढी सुरक्षा किल्ला पर्खाल उत्खनन सम्पन्न गरिएको थियो, जुन उत्खननले तिलौरा कोट सुरक्षा किल्ला पर्खालले घेरिएको राजधानी हो भन्ने तथ्य बाहिर ल्याएको छ। बौद्ध ग्रन्थहरूमा उल्लेख गरिएको शाक्य राजाहरूको राजधानी भएको कुरा सुरक्षा पर्खालको उत्खननले साबित गरिसकेको लुम्बिनी विकास कोषका पुरातत्वविद वसन्त बिडारी बताउँछन्। तिलौरा कोट यो चाहिँ सुरक्षित किल्ला पर्खालले घेरिएको एउटा राजधानी हो, शाक्यहरूको राजधानी हो भनेर चाहिँ जुन हामीले बौद्ध ग्रन्थहरूमा अथवा चिनिया यात्रीहरूको विवरणमा जुन पाइराखेका थियौँ, त्यो चिज चाहिँ प्रमाणित हो। तर यसलाई चाहिँ अझ हामी वैज्ञानिक तवरबाट यसको चाहिँ तिथिमिति तय गर्नको लागि, यसको क्रोनोलोजी तयार गर्नको लागि कति कुराहरू चाहिँ अब अहिलेको पुरातात्विक सन्दर्भमा जुन वैज्ञानिक तवरबाट कामहरू भइराखेका छ, त्यसको डेटिङको लागि चाहिने मेसिनहरू, औजारहरू अथवा त्यसको लागि चाहिने आर्थिक स्रोतहरू, यी सबै कुराहरू चाहिँ अहिलेको जुन एडभान्स जुन तरिकाबाट भइराखेको छ, त्यो चाहिँ अहिले डुराम युनिभर्सिटी, पुरातत्व विभाग, लुम्बिनी विकास कोष मिलेर अझ यसलाई चाहिँ कति यसको सत्य तथ्य के हो त, यसको प्राचीनतम कतिसम्म हो, त्यो कुरा हामी पत्ता लगाउनको लागि चाहिँ अहिले हामी काम गरिरहेका छौँ। चिनिया यात्री फायाहान र हबएन साङले प्राचीन कपिल वस्तुका बारेमा ल्याएका तथ्यहरूसँग मेल खाएका कारण समेत तिलौरा कोट नै कपिल वस्तु भएको प्रमाणित भएको उनले बताए। सो विषयलाई अझ वैज्ञानिक रूपमै पुष्टि गर्न र तिलौरा कोट दरबारको कालक्रम र दरबार वरिपरिका मानव बस्तीका बारेमा विवरण संकलनका लागि समेत उत्खनन सहयोगी सिद्ध हुने देखिएको उनको दाबी छ। तिलौरा कोट मात्रै नभइकन तिलौरा कोटको छेउछाउमा पनि अरू यस्ता भग्नावशेषहरू छरिएर रहेको चाहिँ हामीलाई चाहिँ प्रमाणित भइराखेको छ। त्यसले गर्दाखेरि यदि तिलौरा कोट भनौँ न त्यति बेलाको प्राचीन राजधानी थियो भने त्यसको वरिपरिका अरू बस्तीहरू पनि त हुनु पर्यो, अरू सिभिक लाइफ पनि त हुनु पर्यो। सबै जनताहरू चाहिँ भित्र मात्रै बस्दैन थिए भन्दाखेरि त्यो बाहिरतिर छरिएको जति पनि पुरातात्विक अवशेषहरू छन्, ती चिजहरूको चाहिँ हामीले सबभन्दा पहिलो काम चाहिँ त्यो थाहा पाउनु पर्यो कहाँ कहाँसम्म छ। हाल सुरु गरिएको वैज्ञानिक उत्खनन र अन्वेषण 3 वर्षसम्म जारी रहनेछ। तिलौरा कोटमा रहेका संरचनाको वास्तविकता पत्ता लगाउनका साथै तिलौरा कोटको कालकर्मलाई वैज्ञानिक रूपमै परीक्षण गर्न नमुना संकलन, तिलौरा कोटको विस्तारीकरणको अवस्था खोज गर्ने प्रमुख उद्देश्य रहेको उनले बताए। भविष्यमा तिलौरा कोटलाई लक्षित गरी कार्यक्रम बनाउन पनि उत्खनन र अन्वेषणले सहयोग पुर्याउने उनले बताए। उत्खननका क्रममा जियो फिजिक्स सर्वे मार्फत तिलौरा कोट क्षेत्रको जमिन मुनिको संरचना बारे जानकारी लिने, त्यस बेला मानिसले कति गहिराईसम्म संरचना निर्माण गरेका थिए भन्ने जानकारी प्राप्त हुनेछ। गत वर्ष देवला मित्राले गरेको उत्खननलाई पुनः उत्खनन गरिएको छ। पुरातत्वविद देवला मित्राले उत्खनन नगरेको भाग उत्खनन गर्दा केही महत्वपूर्ण उपलब्धिहरू आएको छ। त्यस क्षेत्रमा केही काठ गाडिएका खाडलहरू भेटिएका कारण इट्टाका सुरक्षा पर्खाल मुनि
काठका संरचना रहेको देखिएको छ। विशेष गरी देउला मित्रले उत्खनन गरेर भरेको माटो हटाउने काम भयो र साथसाथै त्यसको त्यो ट्रेन्चको एनालिसिस गर्ने काम पनि गरियो भने केही उसले खन्न छोडेका भागहरूको उत्खनन गर्दाखेरि केही महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएका छन्, जसमा केही पोस्ट होलहरू अर्थात् काठ गाडिएका खाडलहरू चाहिँ अब चाहिँ भेटिएको अवस्था छ, जसले चाहिँ अब चाहिँ सम्भवतः ईसापूर्वका दिनहरूमा अहिलेको जुन चाहिँ अब चाहिँ फोर्टिफिकेसन ब्रिक फोर्टिफिकेसन वाल छ त्यसको चाहिँ अब चाहिँ तलतिर चाहिँ काठको संरचना छ भन्ने इन्डिकेसन लास्ट इयरको चाहिँ अब चाहिँ एक्सकाभेसनबाट आएको छ। अहिले तिलौराकोटमा जियो आर्कोलोजी नामक पद्धतिबाट उत्खनन भइरहेको छ। यो पद्धतिले माटोको सूक्ष्म अध्ययन गर्नेछ र प्राप्त जानकारीहरूले प्रमाणिकता प्राप्त गर्नेछन्। यो पहिलो सिजन हो र अरू 2 सिजन काम हुन्छ र यो 3 सिजनमा हामीहरूले यहाँ को विशेष गरी तिलौराकोट क्षेत्रमा भएका संरचनाहरूको वास्तविकता के कस्ता संरचनाहरू छन् भनेर हामीहरूले प्रकाश पार्न चाहिँ सफल हुनेछौँ। साथसाथै हामीहरूले तिलौराकोटको नयाँ डेट प्राप्त गर्ने चाहिँ प्रयास पनि गरिरहेको अवस्था छ। त्यसको लागि हामीले वैज्ञानिक परीक्षणको लागि स्याम्पलहरू कलेक्सन पनि गर्दैछौँ र साथसाथै हामीहरूले यसको चाहिँ तिलौराकोटको एक्सटेन्सन कहाँसम्म छ, विस्तार कहाँसम्म छ भन्ने खोज पनि गर्नेछौँ। गत वर्षको उत्खननमा किल्लाबन्दीको नयाँ संकेत फेला परेको उनले जानकारी दिए। प्राचीन कालमा निर्माण भएका विभिन्न किल्ला मध्ये इट्टाको किल्लाको चर्चा मात्रै यसअघि गरिएको थियो। इट्टाको किल्ला निर्माण गरिएको मिति निर्धारण गर्दै जाँदा अन्वेषण विवादमा परेको थियो। गत वर्षको उत्खननले धेरै विवादलाई टुङ्ग्याएको बताउँदै यस अघिका उत्खननमा आएका प्रतिवेदन त्रुटिपूर्ण रहेको उनले जानकारी दिए। भारतीय पुरातत्वविद देवला मित्राले तिलौराकोटका बारेमा तोकेको कालक्रम भन्दा पुराना प्रमाण फेला परेपछि उनको प्रतिवेदन त्रुटिपूर्ण भएको र तिलौराकोट दरबार नै प्राचीन कपिलवस्तु भएको प्रष्ट भएको आचार्यले बताए। प्राचीन कालमा भएका विभिन्न चरणका किल्ला पर्खालहरूमध्ये इटाको किल्ला पर्खालको बारेमा मात्रै पहिलाका अनुसन्धाताले कुरो गरेर यसको समय काल निर्धारण गर्दा यो अलिक पछिल्लो कालको भन्ने संकेत गरेर केही विवाद भएको थियो। तर अहिले गत वर्षको उत्खननबाट हामीले त्योभन्दा प्राचीन माटोको किल्ला पर्खाल र त्योभन्दा पनि प्राचीन खाँबोहरू गाडेर बनाइएको किल्लाबन्दी त्यसको पनि अवशेषहरू हामीले पाएका थियौँ। त्यसलाई अहिले थप बुझ्न हामी प्रयास गर्दैछौँ, थप एक्सपोज गर्न खोजिरहेका छौँ। तिलौराकोटको अन्वेषण सन् 1980 देखि स्थगित गरिएको थियो, तर अहिले यो क्षेत्रको इतिहास खोतल्ने काम भइरहेको छ। पछिल्लो 3 वर्ष यता तिलौराकोटको लोहस्तरीय स्तूप, पूर्वी सुरक्षा पर्खाल, उत्तरी सुरक्षा पर्खालको उत्खनन गरिसकिएको छ। हालसम्मको उत्खनन र यस वर्ष सुरु गरिएको वैज्ञानिक उत्खनन र अन्वेषणले प्राचीन कपिलवस्तु तिलौराकोट नै हो भन्ने विश्वलाई नै प्रश्न पार्ने किसिमको प्रमाणिक र वैज्ञानिक प्रतिवेदन आउन सक्ने अन्वेषण टोलीका प्रमुख रोबिन कनिङहमले जानकारी दिए। Tillarakot is not a city site. For me, by demonstrating that we have a city wall dating from a very earlier period, then we can demonstrate from the very initial occupation of the settlement, it was laid out as a city. Not built in brick, but built in timber. Brick arrives much later in the sequence, about 300 BC or so. So here, as in Lumbini, I fully expect that we find timber, followed by brick, and that's the sequence. So hopefully by the end of the month, we should have in that portion a very clear identification of the earliest fortification. तिलौराकोटमा गरिएको उत्खननले अब विश्वमा प्राचीन कपिलवस्तु नेपालको कपिलवस्तु जिल्लामा रहेको तिलौराकोट दरबार नै हो भन्ने प्रश्नाउने छ। हालसम्म भारतले सिद्धार्थनगर जिल्लाको पिपरहवा र गनबिरियालाई प्राचीन कपिलवस्तु हो भन्दै प्रचार गरिरहेको छ। हामी अहिले कपिलवस्तु जिल्लामा रहेको यो प्राचीन तिलौराकोट दरबार राजा शुद्धोधन भगवान गौतम बुद्धका पिताको राजधानीमा छौं र यही स्थल हो जहाँ भगवान गौतम बुद्धले आफ्नो जीवनको अमूल्य 29 वर्ष बिताएका थिए र यो तिलौराकोटको बारेमा विभिन्न भ्रमहरू छरिँदै गर्दाको अवस्थामा भ्रमहरू आउँदै गरेको अवस्थामा अहिले यो कपिलवस्तुमा उत्खनन कार्य सुरु गरिएको छ र यो उत्खननका कारणले
यो प्राचीन तिलौराकोट दरबारलाई वैज्ञानिक रूपमा प्रमाणित गर्नको लागि सहयोग पुर्याउने देखिएको छ। गौतम बुद्ध नेपाली पुत्र हुन्, तर उनी नेपालका मात्रै होइनन्। विश्व शान्तिका अग्रदूत गौतम बुद्धका बारे प्राप्त हुने थप जानकारीले हाम्रो शिर अझ उच्च हुनेछ। गौतम बुद्धको देश नेपालका बारे थप ध्यान तानिनेछ। विश्व मञ्चको नेपाली हुनुको मज्जा बेग्लै छ। दर्शकवृन्द, सामाजिक उत्तरदायित्व सहितको पत्रकारितामा हामी निरन्तर समर्पित रहिरहनेछौँ। प्राइम स्टोरीबाट विदा हुन चाहन्छौँ। नमस्ते। Brought to you by